त यहाँ के थिएन नि हाई गाइस वेलकम टु माई ब्लग मैले अघि घरबाट सुरु गर्न पाएन ब्लग सो म यहाँ आएर मेरो ब्लग सुरु गर्दैछु र मसँग हुनु चाहन्छौँ अनि यहाँ ओके अनि यहाँ अर्को हुनुहुन्छ नेहा डन अनि यहाँ चाहिँ मेरो भाइ आरब डन र यहाँ चाहिँ यहाँ तास खेलिरहेछन् हामी चाहिँ यहाँ हुक्का तान्ने प्रयास गर्दैछु कोसिस गर्दैछु अब फ्रीको हुक्का ल्याउनु गाइस सास अंदर खींचनु न सास रोकेर जस्तो गर्छ अलि लामो खिच्नु न आएन हौ यो त चाल्नु दमै छैन के दम छ कस्तो घाम आयो न मेरो सुधा कोही तापमान भिडा खान कोही हुक्का साथी सर्दै What? Saying is the happening. Thank you. उसको चाहिँ आधी राखेर cheers. Cheers. तास खेल्न पाएनौ तिमीले गर्छु बुझ्ने म छाड्न पाएन भन्दै मैले के गर्छु हौ हाम्रो यहाँ हुक्का तान्ने प्रयास हाम्रो हुक्का यहाँ नाकले दिदी के गरेको रे गुड 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 हाम्रो ऱ्याप अप गर्न लागिरहेछ ऱ्याप अप अब यहाँबाट हामीले जान्छौँ कता जान्छौँ फ्रेन्ड्स जान्छौँ यहाँबाट हामी जान्ला छौँ हामी यहाँबाट निस्किँदैछौँ आउट फ्रम अब हामीहरू यहाँबाट कहाँ जान्छौँ विल गो टु द फ्रेन्ड्स क्याफे जस्तो भने लास्टमा चाहिँ फ्रेन्ड्स क्याफे नै गइन्छ सो वी आर एट नाउ द फ्रेन्ड्स क्याफे तपाईँले देख्न सक्नुहुनेछ उल्टोबाट देखिरहला बिकज मेरो कन्टेन्ट भएको भएर सो वी आर नाउ फ्रेन्ड्स क्याफे Thank you. Hello. Hello. Welcome. Welcome friends. To my vlog. Hi. अर्की बहिनी त लुकिरहेछ मेरो बहिनीहरूलाई देखेन क्या Yes. Hi guys, thank you so much for watching my video. I hope you liked it little bit. I know यो vlog अलिकति राम्रो खासै राम्रो छैन किनभने मैले vlog नै बीचबाट स्टार्ट गरेको थिएँ क्या लाइक मैले बीचबाट मलाई याद आएर मैले vlog स्टार्ट गरेँ अनि राम्रोसँग vlog खिच्न पाइनँ अनि उता गएर अलिअलि हल्का हल्का क्लिपहरू खिचेँ त्यहाँ पुगेर ससामा पुगेर अनि त्यहाँबाट फर्किने बेलामा हल्का
खिचेँ। त्यसपछि जब म लास्ट फ्रेन्ड्स क्याफेमा पुगिसकेपछि चाहिँ मैले खिच्नै बिर्सेँ होइन, किनभने मेरो फोनको ब्याट्री एकदम डाउन भएको थियो अनि चार्जमा लगाएँ। त्यसपछि मैले बिर्सेँ क्या, हामी त गफ गर्दै बिर्सेँ, भ्लगहरूको खिच्ने ध्यानै भएन। अनि पछि सबैजना घर फर्क्यो अनि त्यो भ्लगको इन्डिङ नै भएन क्या। त्यसपछि त्यहाँ पुगेपछि चाहिँ त्यही भएर जति छ त्यति नै मैले अहिलेलाई क्लिपहरू हालेर छोटो भ्लग बनाएको छु। आई होप तपाईँहरूले मेरो भिडियोलाई लाइक गरिदिनु हुनेछ। नेक्स्ट टाइम चाहिँ म एकदम राम्रोसँग फेरि भ्लग लिएर आउने नै छु। आजको लागि प्लिज मेरो भिडियो लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। बाई।